आजको 3 दिनपछि 2083 साल वैशाख 7 गते अक्षय तृतीय व्रत परेको छ। त्यो दिन शिव पार्वतीको विवाह पनि हो। त्यसैले परम्परागत विश्वास अनुसार अक्षय तृतीयकै दिन भगवान शिव र माता पार्वतीको विवाह भएको मानिन्छ। त्यसैले यो दिनलाई हिन्दू धर्ममा अत्यन्त शुभ दिनको रूपमा लिइन्छ। स्त्रीहरूले राम्रो पति वा वैवाहिक सुखका लागि गौरी शङ्कर पूजा गर्छन्। दान धर्म गर्नाले अक्षय फल मिल्ने विश्वास रहिआएको छ। सुन चाँदी अन्न वा अन्य सम्पत्ति खरिद गर्नु लाभदायक मानिन्छ त्यो दिन। अनि माता पार्वतीले हिमालय पर्वतका घरमा जन्म लिएर बाल्यकालदेखि नै भगवान शिवलाई पति रूपमा पाउने मनोकामना सहित घोर तपस्या गर्न थाल्नुभयो। उहाँले वर्षौंसम्म कठोर व्रत गरेर भगवान शिवलाई प्रसन्न पार्नुभयो। त्यसपछि ब्रह्माजी नारद आदिको सहयोगमा अक्षय तृतीयकै दिन शिव पार्वतीको विवाह सम्पन्न भएको कुरा हामीले शास्त्रीय पुस्तकहरूमा यथावत रहेको पाउँछौँ। यस दिनले नै दिव्य विवाहको प्रतीक र अक्षय प्रेम र समर्पणको प्रतीकको रूपमा यो दिनलाई मनाइने गरिन्छ। त्यसैले अक्षय तृतीयको दिन शिव पार्वतीको विवाह महोत्सव र धेरै स्थानमा श्रद्धा र धुमधामका साथ हजुरहरूले अक्षय तृतीयको व्रत मनाइरहेको देख्न सक्नुहुन्छ। यस वर्षको अक्षय तृतीयको चिरञ्जीवी तिथिमा हामीले सबैलाई स्वागत गर्दछौँ। यो पर्व वैशाख शुक्ल पक्षको तेस्रो दिनमा मनाइन्छ। यो पर्वलाई अक्षय भनिन्छ, जसको अर्थ अमर हुनु हो। यस दिन जे पनि गरिन्छ अक्षय अर्थात् सदा कायम रहन्छ। हिन्दू धर्ममा अक्षय तृतीयको महत्त्व धेरै रहेको छ। यस दिन मानिसहरूको धन समृद्धि स्वास्थ्य र सुख प्राप्त गर्न विभिन्न उपायहरू अपनाउनुहुन्छ। मानिसहरूले अक्षत भनेको चामलको दाना भाँडाकुँडा दान गर्न सक्नुहुन्छ। यस दिन विवाह गृह कार्य नयाँ व्यापार सुरु गर्ने आदिका लागि शुभ मुहूर्त दिन परेको छ। यो मुहूर्तहरूमा मानिसहरूले शुभ कार्यहरू सुरु गर्न सक्नुहुन्छ। कुनै साइत कुनै हेराउनु पर्दैन। शिव पार्वती विवाह भएको दिनको रूपमा पूजा गरिन्छ। त्रेतायुगको आरम्भ पनि यही दिन भएको भनी मानिन्छ। कुनै पनि शुभ कार्य विवाह व्रत दान पूजा निर्माण आदिको दिन मुहूर्त हेर्नु नपरिकन साइत हेर्नु नपरिकन जुराउनु नपरिकन आज वैशाख 7 गते अक्षय तृतीयको दिन गर्न सक्नुहुनेछ। सुरु गरौँ अब सातुको प्रसङ्गबाट। किन सातु खाने दिनको रूपमा पनि अक्षय तृतीयको रूपलाई लिइन्छ? किनभने अक्षय तृतीयको दिन मुख्य आकर्षण अनि सरल व्याख्या सातु खाने दिनको रूपमा रहेको छ। सातु अर्थात् चना जौ जस्ता गेडागुडी अथवा अन्नलाई भुटेर तयार गरिएको मिठो यो पात्रमा बोक्न सजिलो सहजै पस्ने अनि अडिलो खानेकुरा हो। कृष्ण र सुमादाका प्रसङ्गदेखि पौराणिक काल अनि मानव सभ्यताका विभिन्न चरणमा सातु यात्राका क्रममा प्राय लिएर हिँड्ने चलन रहेको छ। त्यस दिन सातु खाने दिन हो। चढ्दो ग्रीष्मकालमा शीतलता प्रदान गर्न जौ मकै गहुँ आदि जस्ता अन्नहरू बेग्ला बेग्लै भुटेर पिसेर तयार गरिएको पिठोको विशेष महत्त्व रहन्छ। माटोको भाँडामा माथिबाट भिजेको कपडाले छोपिएको पानीको शीतल अनि सातुलाई घोलेर खानुको मिठास एकदमै अन्य छ। अझ यस्ता सातु घुल्ने पानीमा अलैँची सुकमेल घिउ मह र मरिच पिपल सक्खर आदि जस्तो मरमसला सुगन्ध मिसाएर सातुको स्वाद लिन पनि सक्नुहुनेछ। आजको आधुनिक जमानामा नतमस्तक भई स्वीकारेको अंकुरण योग्य अन्नहरूको महिमालाई प्राचीन कालदेखि नै हाम्रो संस्कारमा समाहित
स्थापित गर्न सक्षम हाम्रो वैदिक सनातन संस्कार कति वैज्ञानिक छ, मनन योग्य कुरा छ। सुन्नुहोस् है, अक्षय तृतीयको दिनलाई युगहरूको सुरुवातीको दिनको रूपमा पनि लिइन्छ। अक्षय तृतीयको दिनबाट औपचारिक रूपमा सत्यको युग सुरुवात भएको थियो भने महाभारतको युगमा समाप्ति लगत्तै अक्षय तृतीयकै दिनबाट द्वापर युग समापन भई त्रेतायुग सुरु भएको थियो। त्यसैले पौराणिक रूपमा अत्यन्त सफल मानिएको केही क्रियाकलापहरू त्यसै दिनमा लगनमा हुन, जस्तै अक्षय तृतीयको दिनमा देवाधिदेव महादेव र हिमालय पुत्री पार्वती बीच विवाह भएको थियो भने सनातन धर्मको आदर्शशील महाभारत पनि आजकै अक्षय तृतीयकै दिनमा वेद व्यासले लेख्नु भएको मान्यता रहेको छ। अक्षय भन्ने बित्तिकै क्षय गर्न नसकिने, विध्वंस गर्न नसकिने अर्थ लाग्दछ। आउनुहोस्, सुन्नुहोस्, अक्षय तृतीयमा गरिने नौलो परम्पराको बारेमा मैले सबै जानकारी हजुरलाई गराएको छु। वृद्धहरूले लौरो, छाता, खानेकुरा लगायत विभिन्न उपयोगी कुराहरू दान गर्ने चलन छ। अक्षय तृतीयमा अर्थात् अन्तर्पुस्तक मायामा पनि अत्यन्त महत्त्वपूर्ण दिन हो। अघिल्लो पुस्तालाई माया गर्न आजको दिनले एउटा अब्बल अभिव्यक्ति दिएको छ। अक्षय तृतीयमा आफ्नो कार्य अक्षय गर्नको लागि हजुरले अक्षय पात्र बनाउन सक्नुहुनेछ। अक्षय पात्र बनाउँदाखेरि हजुरले विभिन्न कुराहरू राखेर अक्षय पात्र बनाउन सक्नुहुनेछ। वैशाख 7 गते अक्षय तृतीयको दिन अक्षय व्रतको दिन अक्षय पात्र बनाउनुहोस्। 7 वस्तु लिनुहोस्, कुनै धातु वा माटोको भाँडामा राख्नुहोस्। 3वटा कौडा, 3वटा गौमती चक्र, 3वटा कमलगट्टा, 1 बेसारको गट्ठी, 3 एक सिक्का, 3 सुकमेल पहेँलो सर्स्युँ, 108 चोटि ओम श्रीम नमः, ओम महालक्ष्मी नमो नमः जाप गर्नु। पूजा कोठामा 1 वर्षको लागि यी सामग्रीहरू राख्नु। अर्को अक्षय तृतीयसम्म हजुरको सामर्थ्य शक्ति वृद्धि भई धनधान्य भई रोकिएको कार्य बन्दछ। गाडी, घर, सुख समृद्धि चाहनुहुन्छ भने चारैतर्फबाट हजुरमा धनको वर्षा हुने भन्ने चाहना रहछ भने सम्पूर्ण वर्षभरिमा हजुरको धनको वर्षा नै वर्षा हुनेछ। नमस्ते, म ज्योतिष पण्डित अजिता कडेल, नयाँ बानेश्वर शङ्खमूलबाट। ज्योतिषीय परामर्श लिनु छ, हजुरलाई ज्योतिष सम्बन्धी मार्गदर्शन लिनु छ भने हजुरले मलाई 9849757688 मा सम्पर्क गरेर हजुरले आफ्नो भविष्यवाणी गर्न सक्नुहुनेछ। सब भविष्यमा सही मार्गदर्शन लिन सक्नुहुनेछ। हजुरको कार्य बनेको छैन, दुःखै दुःख छ, जतिखेर पनि बिरामी पर्नुहुन्छ, भिजा लाग्दैन, हजुरलाई चाहिँ जीवनमा दुःख मात्रै छ भने हजुर जन्मेको साल, जन्मेको महिना, जन्मेको गते, जन्मेको समय कन्फर्म गरेर हजुरले मलाई आफ्नो ग्रह गोचरबाट सही मार्गदर्शन लिन सक्नुहुनेछ। श्रीमन् नारायण, राधे राधे।